महाभारत युद्धको 13औं दिनमा स्वागत छ। यो यस्तो दिन थियो जहाँ कुरुक्षेत्रको मैदान रगतले मात्र होइन, आँसु र अधर्मले पनि भिज्यो। ठ्याक्कै। आज हामीसँग रहेको स्रोतले चक्रव्यूहको त्यो भयावह दिनको कथा भन्छ, जहाँ एक किशोर योद्धाको वीरताले आकाश छोयो र त्यही वीरतालाई कुल्चेर मारियो। आज हाम्रो काम यो कथा सुनाउनु मात्र होइन, यसको हरेक तहलाई खोतल्नु हो। द्रोणको रणनीति, अभिमन्युको साहस र धर्मयुद्धको नाममा भएका धोकाहरूको, भनौँ न, गहिरो विश्लेषण गर्नु हो। र सुरु गर्नुभन्दा पहिले नै स्रोतमा एउटा रोचक द्वन्द्व छ नि, जसले आजको हाम्रो चर्चालाई अझ गहिरो बनाउँछ। कस्तो द्वन्द्व? अभिमन्युको अन्तिम क्षण कसरी भयो भन्नेमा दुईवटा मत पाइन्छ कि। एउटा मत अनुसार दुशासनका छोरासँग गदायुद्ध भयो, जुन एक किसिमको द्वन्द्व नै थियो। तर अर्को र बढी प्रचलित मत अनुसार चाहिँ निशस्त्र अभिमन्युलाई कैयौं महारथीहरूले मिलेर मारेका थिए, जुन सरासर अधर्म थियो। हो नि, कुन सत्य हो भन्ने कुराले त घटनाको नैतिक धरातल नै बदलिदिन्छ। ठ्याक्कै। ल, त्यसो भए कथाको सुरुवाततिर लागौँ है त। यो सबै सुरु हुन्छ द्रोणाचार्यको अपमानबाट। 12 दिनसम्म युद्ध लड्दा पनि युधिष्ठिरलाई बन्दी बनाउने वाचा पूरा गर्न सकेनन्, अनि दुर्योधनले उनलाई निकै कठोर शब्दले घोज्छन्। र त्यो अपमान द्रोण जस्ता ब्राह्मण योद्धाका लागि अब असह्य थियो। स्रोतका अनुसार द्रोणको ती वचनले द्रोणको भित्र आगो सल्काइदियो। अनि उनले वाचा गरे। हो, त्यही वाचा गरे। आज म यस्तो व्यू रचना गर्नेछु जसले पाण्डवहरूको कुनै एक महारथीको ज्यान लिनेछ। यहाँनिर द्रोणको मनोविज्ञान बुझ्न जरुरी छ। के यो केवल दुर्योधनलाई खुसी पार्ने प्रयास थियो, वा आफ्नो अपमानको बदला लिने एउटा माध्यम? उनले बनाएको चक्रव्यूह सैन्य संरचना मात्र थिएन, यो एउटा मनोवैज्ञानिक जाल थियो। चक्रव्यूह, यो शब्द सुन्ने बित्तिकै एउटा डरलाग्दो चित्र दिमागमा आउँछ। कस्तो किसिमको संरचना थियो यो? साँच्चै अभेद्य थियो त? यो कमलको फूल जस्तै 7 तहमा फैलिएको घुम्तीदार सैन्य संरचना थियो। भित्र पस्ने योद्धा जति अगाडि बढ्दै जान्छ उति एक्लिँदै जान्छ। हो, पछाडिको बाटो बन्द हुँदै जान्छ र ऊ एक्लिँदै जान्छ। यो केवल शारीरिक मात्र होइन, मानसिक रूपमा पनि योद्धालाई ठकित र भ्रमित पार्न बनाइएको थियो। तर यसको एउटा मुख्य शर्त थियो नि, है? द्रोणलाई थाहा थियो यो व्यू तबसम्म मात्र सफल हुन्छ जबसम्म अर्जुन युद्धभूमिबाट टाढा रहन्छन्। त्यसैले योजनाको पहिलो भाग थियो अर्जुनलाई युद्धको अर्को कुनै कुनामा अल्झाउनु। अनि कौरवहरू यसमा सफल पनि भए। समसप्तक योद्धाहरूले अर्जुनलाई ललकार्दै युद्धभूमिबाट धेरै टाढा लगे, यता पाण्डव शिविरमा। हाहाकार मच्यो। हो, द्रोणको चक्रव्यूह देखेर युधिष्ठिर, भीम, नकुल, सहदेव कसैलाई पनि यसलाई तोड्ने ज्ञान थिएन। यहाँनिर कथाले एउटा निकै मार्मिक मोड लिन्छ। हो, जब सबै महारथीहरू निस्सहाय भए, युधिष्ठिरको नजर आफ्नो भतिज 16 वर्षीय अभिमन्युमाथि पर्यो। एउटा बच्चामाथि। उनले अभिमन्युलाई बोलाएर भने, बाबु, तिम्रा पिता र मामा आज यहाँ छैनन् र हामी सबै यो व्यूह देखेर डराएका छौं। तिमीलाई मात्र यसभित्र पस्ने ज्ञान छ। यो आदेश मात्र थिएन, यो एक काकाको व्यवस्थापूर्ण याजना थियो। तर अभिमन्युलाई त आधा मात्र ज्ञान थियो, होइन र? यो कुराले मलाई सधैँ अचम्मित बनाउँछ। एकदम। उनलाई भित्र पस्न आउँथ्यो तर बाहिर निस्कन आउँदैन थियो। र यो महाभारतको सबैभन्दा ठूलो त्रासदीहरू मध्ये एक हो। उनले आफ्नी आमा सुभद्राको गर्भमा हुँदा अर्जुनबाट यो ज्ञान सुनेका थिए रे। तर अर्जुनले व्यूहबाट बाहिर निस्कने तरिका बताउँदै गर्दा सुभद्रा निदाइएकी थिइन्, त्यसैले अभिमन्युले त्यो सुन्न पाएनन्। त्यही अधुरो ज्ञान उनको नियति बन्यो। हो, तर युधिष्ठिरको आग्रह सुनेपछि उनले भने, मलाई भित्र पस्न आउँछ, तर बाहिर निस्कने उपाय थाहा छैन। यो सुनेपछि पनि पाण्डवहरूले उनलाई अघि सर्न भने? यो त खै एउटा किशोरलाई मृत्युको मुखमा धकेल्नु जस्तै भएन र? यो उनीहरूको व्यवस्था थियो कि एउटा भयानक रणनीतिक भूल? सायद दुवै थियो। उनीहरू यति विवश थिए कि उनीहरूले एउटा असम्भव आशामा बाजी लगाए। भीमसेनले अभिमन्युको कानमा हात राख्दै भने, तिमीले व्यूहको ढोका मात्र तोडिदेऊ, हामी सबै तिम्रो पछि पछि आउनेछौं र तिमीलाई सुरक्षित राख्नेछौं भनेर वचन दिए। हो, एउटा खोक्रो आश्वासन, जुन परिस्थितिले पछि गलत साबित गरिदियो।
तर त्यो क्षणमा अभिमन्युको लागि त्यो नै पर्याप्त थियो। अनि सुरु भयो महाभारतको त्यो अध्याय जसलाई अभिमन्युको पराक्रमले लेखिएको छ। स्रोतमा वर्णन गरिएअनुसार उनी सिंहको बच्चा हात्तीको बथानमा छिरे झैं हो, कौरव सेनामा पसे। उनको गति र कौशल यति तीव्र थियो कि द्रोण आफै पनि चकित परे। उनले एक्लै हजारौं सैनिक, हात्ती र घोडाहरूलाई मारे। दुर्योधनका छोरा लक्ष्मणलाई घाइते बनाए, शल्यलाई मूर्छित पारे। कर्णर जस्ता योद्धालाई पनि पछाडि हट्न बाध्य बनाए। उनको पराक्रम देखेर एकछिनको लागि त कौरव सेनामा कोलाहल मच्चियो। उनीहरूले सोचे कतै अर्जुन नै भेष बदलेर आएका त होइनन्। तर कथाको पाङ्ग्रा त्यहाँ घुम्यो जहाँ कसैले सोचेका थिएनन्। हो, जब अभिमन्यु व्यूहको पहिलो ढोका तोडेर भित्र पसे, उनको पछि आउँदै गरेका पाण्डवहरूलाई सिन्धु नरेश जयद्रथले रोकिदिए। जयद्रथ, यो पात्र अचानक यति शक्तिशाली कसरी भयो? उसले एक्लै सबै पाण्डवहरूलाई कसरी रोक्यो? यहाँनिर एउटा महत्त्वपूर्ण ब्याकस्टोरी छ। जयद्रथले एकपटक द्रौपदीको अपहरण गर्ने प्रयास गरेका थिए। ए हो, अनि भीमले उनको ठूलो अपमान गरेका थिए। हो, शिर मुडेर। त्यही अपमानको बदला लिन जयद्रथले भगवान शिवको कठोर तपस्या गरेर एउटा वरदान पाएका थिए। के वरदान? अर्जुन बाहेक सबै पाण्डवहरूलाई एक दिनको लागि युद्धमा रोक्न सक्ने वरदान। 13औं दिन त्यही वरदान प्रयोग गर्ने दिन थियो। भनेपछि यो केवल एउटा वरदान थिएन? यो एक रणनीतिक हतियार थियो जसले अभिमन्युलाई उनको सुरक्षा कवचबाट पूर्ण रूपमा अलग गरिदियो। अनि पाण्डवहरूले दिएको वचन उनीहरूको काबुभन्दा बाहिरको कुराले गर्दा टुट्यो। चक्रव्यूहभित्र अभिमन्यु अब साँच्चीकै एक्लै परे। हो, र यहीँबाट युद्धले धर्मको सीमा नाघ्न थाल्छ। एक्लो परेका अभिमन्युलाई द्रोण, कृपाचार्य, कर्ण, अश्वत्थामा 6 जना महारथीहरूले चारैतिरबाट घेरे। 6 जनाले एकजनालाई। युद्धको नियमअनुसार त एकसँग एकजनाले मात्र लड्नुपर्छ, तर यहाँ 6 जना मिलेर एउटा किशोरलाई आक्रमण गरिरहेका थिए। यो त सिधै अधर्म भयो। यो त सुरुवात मात्र थियो है। द्रोणले कर्णलाई इशारा गरे, यसलाई सामान्य तरिकाले जित्न सकिन्न, पछाडिबाट यसको धनुष्य काटिदेऊ। अनि कर्णले त्यही गरे। पछाडिबाट? हो, पछाडिबाट प्रहार गरेर अभिमन्युको धनुष्य काटिदिए। त्यसपछि कृतवर्माले उनका घोडा मारिदिए। कृपाचार्यले सारथी र रक्षकहरूको हत्या गरे। अब अभिमन्यु रथविहीन र शस्त्रविहीन थिए, तर उनले हार मानेनन्। हो, स्रोतमा भनिएको छ उनले तलवार र ढाल उठाएर लडे। जब त्यो पनि टुट्यो, उनले आफ्नो रथको पाङ्ग्रालाई नै हतियार बनाए। सुदर्शन चक्र घुमाएझै घुमाउन थाले। ठ्याक्कै। उनको त्यो रूप देखेर कौरव सेना फेरि पछाडि हट्यो। त्यो दृश्य कल्पना गर्दा पनि शरीरमा काँडा उम्रिन्छ। त्यो उनको अन्तिम प्रतिरोध थियो। सबै महारथीहरूले मिलेर त्यो पाङ्ग्रालाई पनि टुक्रा टुक्रा पारिदिए। निशस्त्र र थकित अभिमन्युमाथि चारैतिरबाट बाणको वर्षा भयो। अनि अन्त्यमा दुशासनका छोरासँग उनको गदा युद्ध भयो। दुवैले एक अर्कालाई प्रहार गरे र एकैसाथ जमिनमा ढले। तर दुशासनका छोरा पहिले उठे र उनले जमिनमा लडिरहेका अभिमन्युको टाउकोमा अन्तिम प्रहार गरे। यसरी धर्मयुद्धको सबैभन्दा अध्यारो अध्याय लेखियो। अभिमन्युको मृत्युको खबरले एकातिर कौरव खेमामा उत्सव छायो भने अर्कोतिर पाण्डव शिविरमा मानव सूर्य नै अस्तायो। युधिष्ठिरको विलाप। उनले आफूलाई दोष दिँदै भने, मैले सिंहासनको लोभमा परेर एउटा निर्दोष बालकलाई मृत्युको मुखमा धकेलिदिए। यो व्यक्तिगत शोक मात्र थिएन, यो एक नेताको आफ्नो निर्णयमाथिको नैतिक सङ्कट थियो। युधिष्ठिरको यही पीडा र अपराधबोधको बीचमा महर्षि वेदव्यास त्यहाँ प्रकट हुन्छन्। हो, उनी कुनै सान्त्वना दिन आउँदैनन्, बरु मृत्युको दर्शन सुनाउन आउँछन्। मलाई यो भाग निकै रोचक लाग्छ। यस्तो असह्य पीडाको घडीमा दर्शन र ज्ञानले के साँच्चै मद्दत गर्छ र? खै, व्यासले युधिष्ठिरलाई सम्झाए कि मृत्यु एक पूर्वनिर्धारित र प्राकृतिक प्रक्रिया हो। उनले एउटा कथा सुनाए जहाँ ब्रह्माले सृष्टिको संहार गर्न आफ्नो क्रोधबाट मृत्यु नामकी एक देवीको रचना गरेका थिए रे। ती देवी रुँदै थिइन् किनकि उनी कसैलाई मार्न चाहन्नथिन्। ब्रह्माले उनलाई सम्झाए कि उनको काम केवल एक माध्यम बन्नु हो,
प्राणीहरूको मृत्यु त उनीहरूको कर्म र समयले निर्धारण गर्छ। मतलब व्यासको भनाइको आशय थियो अभिमन्युको मृत्यु तिम्रो कारणले भएको होइन, यो उसको नियति थियो। हो, धर्मको लागि लड्दा वीरगति पाउनेहरू स्वर्ग जान्छन्, त्यसैले शोक नगर। तर के यो दर्शनले युधिष्ठिरको मन शान्त भयो होला त? के ब्रह्माण्डको नियमको कुराले एउटा परिवारले भर्खरै गुमाएको बच्चाको पीडालाई कम गर्न सक्छ? यो एउटा ठूलो प्रश्न हो। सायद व्यासको उद्देश्य व्यक्तिगत शोकलाई धर्मको ठूलो उद्देश्य हुने दबाउनु थियो, ताकि पाण्डवहरू भावनात्मक रूपमा नटुटुन्। र युद्ध जारी राखुन्। त्यसैले यो दर्शन सान्त्वनाभन्दा बढी एक रणनीतिको कदम पनि हुन सक्छ। तर त्यो दिनको सबैभन्दा ठूलो विस्फोट त हुन बाँकी नै थियो। जब साँझमा श्रीकृष्ण र अर्जुन शिविरमा फर्किन्छन्, अर्जुनले केही अशुभ भएको महसुस गर्छन्। हो, शिविरमा अनौठो सन्नाटा थियो, कसैको अनुहारमा चमक थिएन र सबैले नजर झुकाइरहेका थिए। अर्जुनले आफ्नो प्रिय पुत्र अभिमन्युलाई खोजे। जब उनले कतै देखेनन्, उनको मनमा चिसो पस्यो। उनले युधिष्ठिरलाई सोधे, मेरो अभिमन्यु खोइ? युधिष्ठिर केही बोल्न सकेनन्। जब अर्जुनले सत्य थाहा पाए, उनको शोकको कुनै सीमा रहेन। उनी मूर्छित भए र होशमा आएपछि उनको त्यो शोक भयानक क्रोधमा बदलियो। उनलाई सबैभन्दा बढी के कुराले जलायो? पुत्रको मृत्युले वा जुन तरिकाले उसलाई मार्यो त्यो अधर्मले? अधर्मले। जब उनले सुने कि जयद्रथले अरू पाण्डवहरूलाई रोकेको थियो र 6 जना महारथीहरूले मिलेर निशस्त्र अभिमन्युलाई मारेका थिए, उनको रगत उम्लियो। उनले मुख्य कारण जयद्रथलाई माने। हो, र त्यही क्रोधको आगोमा जल्दै उनले सबैको अगाडि एउटा प्रतिज्ञा गरे, जुन महाभारतको युद्धको दिशा बदल्नेवाला थियो। त्यो प्रसिद्ध प्रतिज्ञा? उनले आफ्नो गाण्डीव धनुष उठाउँदै भने, म सत्यको शपथ खाएर भन्छु, भोलि सूर्यास्त हुनुभन्दा अगाडि मैले त्यो पापी जयद्रथको वध गर्नेछु। अनि यदि मैले यसो गर्न सकिनँ भने म आफै अग्निमा प्रवेश गरेर प्राण त्याग गर्नेछु। यो सुनेर पाण्डव शिविरमा डर र उत्साहको लहर छायो। तर यो प्रतिज्ञाको सबैभन्दा ठूलो साक्षी श्रीकृष्ण थिए। उनले तुरन्तै आफ्नो पाञ्चजन्य शङ्ख उठाएर बजाए, जसको ध्वनिले आकाश पाताल सबै हल्लियो। त्यो शङ्खनाद केवल एउटा घोषणा थिएन, त्यो 14औं दिनमा हुने महाविनाशको सङ्केत थियो। त्यसो भए 13औं दिनको कथा केवल अभिमन्युको मृत्युको कथा होइन, यो त धर्मको पतन, वचनको असफलता र शोकबाट जन्मेको बदलाको कथा हो। एक किशोरको बलिदानले युद्धलाई व्यक्तिगत प्रतिशोधको लडाईँमा परिणत गरिदियो। एकदम सही। र अन्त्यमा एउटा प्रश्न यहाँनिर सोच्नको लागि छोडेर जाउँ। महर्षि व्यासले युधिष्ठिरलाई शोकलाई जित्नको लागि ब्रह्माण्डीय दर्शन र नियतिको सिद्धान्त सिकाए, तर त्यही रात अर्जुनले त्यही शोकलाई आफ्नो सबैभन्दा ठूलो हतियार बनायो, बदलाको हतियार। यसले एउटा गहिरो मानवीय द्वन्द्व देखाउँछ नि, है? हो, जब हामीमाथि अन्याय हुन्छ, के हामीले दर्शनको सहारा लिएर शान्त बस्नुपर्छ वा बदलाको आगोमा जलेर न्याय खोज्नुपर्छ? यही प्रश्नको जवाब खोज्दै महाभारतको 14औं दिनको सुरुवात हुन्छ।